भारतमा कङ्क्रोच जनता पार्टी भाइरल भएपछि पाकिस्तानमा पनि कक्रोच अभियान चलेको छ। पाकिस्तानमा कक्रोच अवामी पार्टी CAP र कक्रोच अवामी लीग CAL जस्ता पेजहरू देखा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतमा प्रधान न्यायाधीश सूर्यकान्तले युवाहरूलाई साङ्ला अर्थात् कक्रोच र परजीवीको संज्ञा दिएपछि मे महिनाको मध्यतिर युवाहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए। त्यस लगत्तै अमेरिकामा बसोबास गर्ने जनसम्पर्क स्नातक तथा आम आदमी पार्टीका पूर्व सहयोगी अभिजित दिपेकेले मे 16मा गुगल फर्म मार्फत सदस्यता अभियान चलाउँदै सामाजिक सञ्जालमा आधारित कक्रोच जनता पार्टी सुरु गरे। झन्डै एक साताभित्रै यो अभियान सामाजिक सञ्जालमा भाइरल भएको छ। केही दिनभित्रै उक्त पार्टीको इन्स्टाग्राम एकाउन्टमा 1,50,00,000 भन्दा बढी फलोअर्स पुगेका छन्, जसले भारतीय जनता पार्टी, भाजपा र भारतीय राष्ट्रिय काङ्ग्रेस दुवैका आधिकारिक ह्यान्डलहरूलाई पनि पछि पारेको छ। बिहिबार भारतमा उक्त पार्टीको एक्स अकाउन्ट बन्द गरिएको भए पनि अर्को ह्यान्डल मार्फत पुनः यो पार्टी देखा परेको छ। तिमीलाई लागेको थियो कि तिमीले हामीबाट छुटकारा पाउँछौ, हाहा, नयाँ ह्यान्डलमा लेखिएको थियो। भारतमा यसको चर्चा चुलिए लगत्तै पाकिस्तानमा पनि यस्तै खालका पेजहरू देखिन थाले। इन्स्टाग्राममा कक्रोच अवामी पार्टी नामको एउटा पेजले आफ्नो बारेमा लेखेको छ, यो नक्कल गरिएको हो, तर हामीलाई के मतलब, हाम्रो नारा एउटै हो। हरियो र सेतो रङको ब्रान्डिङ प्रयोग गरेको यो अकाउन्टले पाकिस्तानमा हरेक जेनजीको वास्तविक आवाज बन्ने लक्ष्य राखिएको जनाएको छ।